असिना अब माथिको बिजोक 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 पारिरहेछ हरि बिजोक जजल्ले हाम्रो 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 चाहिँ छुट्याएर असिनाले लगिदिएको भए पनि हुन्थ्यो नि अब सबै सालेकोले पारी गए के गर्नु भगवान्ले जजले सूर्यमा भोट हालेको तिनीहरूको चाहिँ नलानु अरूको चाहिँ लिएर लगिदिँदा हुन्थ्यो नि होइन हुन्थ्यो नि अब सबैको साले खाले पारे सूर्य भगवान्ले पनि के गर्नु हामीले त सूर्य भगवान्लाई नै दिएको थियो हाम्रो चाहिँ जोगाइदिएका थिए भने हुन्थ्यो जजले सूर्यलाई दिएका थिए अनि चाहिँ हुन्थ्यो अरूको चाहिँ सबै असिनाले उडाइदिँदा पनि हुन्थ्यो ए राम्रो ल त्यसो भन्नु अनि के गर्नु त अनि अब हेर त तँ भोट हारेका दिनदेखिको घाम नलागेको अहिलेसम्म धन्न धान पनि अगाडि नै सुकाएर राखिएछ 4-5 मन धान चामल तपाईँ मान्छे भोकले मर्ने थिए हेर त अहिले घाम पनि लागेको छैन भनेपछि त्यता अनि कहाँ घाम लागेको छ त सूर्यले हारेदेखिको घाम नलागेको ल ठिक छ ए असिना आएर पानी झरी परेर हावा हुन्डरी आएर मकै लडाएर मकै असिनाले डन्ठी मात्रै छ मकैको त लौरो मात्रै छ त्यही त घन्टी राख्ने के अरे लौरो मात्रै छ अब पालेले पहिलो लौरो लिएका थिए अहिले मकै पनि त्यही लौरै जस्तो बनाइदियो ए झापामा भनेपछि जताततै अनि घन्टीले नि जितिसक्यो अनि त्यही के त नि त्यही भएर बाली नाली पनि सबै लौरै जस्तो भयो होइन यो पालि त अनि त प्राकृतिक प्रकोप पो थियो त अनि थोरै अब सधैँभरि त्यस्तो हुन्छ त अनि अब घाम लागिहाल्छ नि किन टेन्सन अब यसपालि साँच्चै केपी बारुरै हो केपी बाले हारेरै हो यस्तो भएको दिन ल हेर त अब अर्को साल अब समय साल अरूमा चाहिँ अब राम्रै भयो भने अब बालेनले जित्दै लगेर अब चाहिँ भगवान्ले पनि बुझ्दै गयो भने चाहिँ होला नभए यसपालि त बाली नाली एकदम मकै त बिजोक छ बिजोक अब हेर त त्यत्रो खर्च गरेको पैसा पनि उठेन होइन खर्च पनि उठ्दैन अनि फाइदा त पुरै परे छोड म मेरो मनले यसो विचार गर्छु केपी बाले त एकदम राम्रो चिन्ह लिएर उठेका रहेछन् क्या देउताको चिन्ह सूर्य भगवानको चिन्ह लिएर उठेका केपी बाले थोडी लिएको हो र अगाडि उसले मदन भण्डारीले होइन र लिएको त्यो चिन्ह त अनि त्यही त अगाडिदेखि नै एमालेले लिएको चिन्ह त राम्रै रहेछ नि त अनि अब केपी बा अनि अहिले अब केपी बाले हारेदेखि एमालेले हारेदेखि अब घाम लागेको छैन बिजोक पो छ त नि हरि बिजोक त्यही झापामा मात्रै नलागेको अरूतिर पनि लागेकै छैन होला नि घाम त कहाँ झापामा मात्रै नलागेको त नि है म त अब हामी चाहिँ अब गएका छैनौँ कतै यही झापा मात्रै देख्दैछौँ यही आफ्नै गाउँ अब यी मात्रै होला यस्तै सबैतिर यस्तै होला भन्छौँ नि ल ठिक छ भिडियो बनाएँ मैले